हेलो नमस्ते सेवारो सम्पूर्ण मेरो युट्युब साथीहरूलाई धेरै धेरै माया सम्झना। मैले रोपेको मकै पुरा खाने बेला भयो, त्यो भएर मैले यहाँ मकै खिच्नु आएको। यता नआउनु, मलाई लाज लाग्छ है। मैले अस्ति छराएको काकी यहाँ पनि मजाले फाडिदिनु भएछ नि। हेर्नु मेरो मकै त पुरा खाने बेला भएछ हौ। हरियो मकै पुरा कतिको रहेछ यहाँ हेर्नु पर्ने बाँकी नै छ क्या। मेरो छोराले आम्मामा मजाले फलेछ हौ भित्र पनि। मेरो छोराले यति हरियो मकै मन पराउनुहुन्छ कि, त्यो भएर नानीले खाजा खाओस् भनेर मैले छराएको। जस राम्रै भयो। यो साथीहरूको घरेरीमा अब यो 1-2 दिनमा म पूजा गर्छु, चढाउँछु, अनि मेरो छोरालाई उसिन्दै दिन्छु। हेर्दा सानो सानो घोगा छ तर मजाले लागेको रहेछ। मजाले लागेको रहेछ। हामीले यो किनेर खाँदाखेरि 25-30 रुपियाँ गोटा भन्छ। मजाले लागेको रहेछ हौ सबैमा। मैले त नपत्याएको। यस्तो मजाले फलेको रहेछ भित्र पनि। मेरो छोराको लागि मैले खाजा भनेर। नानी भित्र बस्नु, त्यहाँ दोकान ढुङ्दै गर्नु। हजुर यहाँ भिडियो गरेको बहिनी। सानो सानोदेखि लिएर सबै मजाले फलेको रहेछ भित्र पनि। यहाँ त झन् मैले यहाँ खुर्सानी छराएको थिएँ। खुर्सानीको मल उठ्यो क्या पुरा। खुर्सानी निकै सुकिसकेछ। अब यो 1-2 दिनमा म पूजा गर्छु, धुपपाती गर्छु। अनि धुपपाती गर्दै चढाउँछु, अनि चाहिँ मेरो छोरा र म चाहिँ खान थाल्छौँ। यहाँ पनि निकै ठुल्ठुलो रहेछ। यहाँ चाहिँ निकै कालो ठुल्ठुलो घोगा रहेछ। सबै प्रत्येक घोगामा भएछ। यस लागेछ। लाउ कता हो?